नमस्कार। आज म नेपाली स्टुडेन्टसँग कुराकानी गर्दैछु। उहाँ चाहिँ नेपालबाट आएर 2 वर्षको निहोङ्गो गएको जापानिज स्कुल सकेर अहिले चाहिँ सेन्मोन गएको पढ्दै हुनुहुन्छ। हाम्रो भाषामा चाहिँ भोकेसनल स्कुल भन्छ 2 वर्षको। आज म नेपालबाट आउने स्टुडेन्टहरूले जापान आइसकेपछि भोग्ने समस्याहरू, अवसरहरू, चुनौती र यहाँ धेरै किसिमका समस्याहरू छन् र अहिलेको अवस्थामा स्टुडेन्ट लाइफ चाहिँ जापानमा कस्तो छ, सहज या असहज भन्ने बारे म चाहिँ कुराकानी गर्न गइरहेको छु। यो भिडियो चाहिँ नेपालबाट आइराख्नुभएका, भर्खरै आउनुभएका नयाँ स्टुडेन्ट भाइ बहिनीहरूको लागि र नेपालबाट चाहिँ अब जापानमा पढ्नको लागि योजना बनाउनु भएको र सोच बनाउनु भएका विद्यार्थीहरूको लागि चाहिँ एकदमै उपयोग हुन सक्छ। त्यसैले हाम्रो भिडियो चाहिँ आजको भिडियोमा अन्तिमसम्म हेरेर साथ दिनको लागि हार्दिक अनुरोध गर्दछु। नमस्कार, यहाँलाई चाहिँ स्वागत छ। धन्यवाद। हजुरको शुभ नाम के पर्यो? मेरो शुभ नाम चाहिँ दिलेन्द्र हमाल। हजुर, अनि नेपाल घर चाहिँ कता तपाईँ? नेपाल हालगढ चाहिँ जुम्ला हो, बसेको सुकुटी। अनि नेपालबाट चाहिँ जापानमा आएको कति वर्ष भयो तपाईँलाई? नेपालबाट जापान आएको 2 वर्ष भयो। हजुर। अनि 2 वर्ष भयो भनेपछि अहिले के पढ्दै हुनुहुन्छ? अहिले चाहिँ सेन्मोन गएको पढिरहेको छु। हजुर। अनि 2 वर्ष निहोङ्गो गएको पढेर सिकाउनु भयो है? भाषाको लेभल चाहिँ कहाँसम्म पुऱ्याउनु भयो? भाषाको लेभल चाहिँ अहिले M3 पास भएर M2 मा छु अहिले। अब आउँदै गरेको सोचेको छु म M2 को तयारीमा छु। भनेपछि भाषा लेभल चाहिँ राम्रै बनाइसक्नु भएको रहेछ है हजुरले? हजुर, भाषा एकदम। जापानको लाइफ चाहिँ कस्तो चलिरहेको छ हजुरको? जापानको लाइफ चाहिँ होइन, निहोङ्गाको पढ्दाखेरि चाहिँ हल्का जहाँसम्म मैले बुझेअनुसार गाह्रो जस्तो लाग्थ्यो है। किनकि अब टाइम पनि एकदम धेरै, किनकि 4 वर्ष पढ्नुपर्ने उर्किन लगाउनको लागि। सो त्यही भएर कतिखेर टाइम जाउला, कतिखेर होइन, हुन्छ नि सोचेको जस्तो पुरा हुन्छ भन्ने तरिकाले चाहिँ अगाडि बढ्दै गर्दाखेरि अहिले चाहिँ सेन्मोन गएको जाँदाखेरि अब ठिकै छ नि त, 2 वर्षको टाइम हो, जसरी पनि बिताउँछ भन्ने तरिकाले अहिले चाहिँ म चाहिँ सेन्मोन गएको पढिरहेको छु होइन। निहोङ्गो गएको भन्दा सेन्मोन गएकोमा एकदम धेरै सहज महसुस भइरहेको छ। जब निहोङ्गो गएको पढ्दाखेरि भाषा बुझिन्थेन, हरेक कुराहरू कामकोदेखि लिएर हरेक कुराहरूमा एकदम गाह्रो महसुस भइरहेको थियो। जब सेन्मोन गएको गइयो, सबै कुराहरू बुझियो, सेन्मोन गएको जाँदाखेरि मलाई लाग्छ कि हरेक कुराहरू सहज र सजिलो भएको जस्तो महसुस भइरहेको छ भन्ने जस्तो लाग्छ मलाई। अनि सेन्मोन गएकोमा चाहिँ तपाईँले के पढ्दै हुनुहुन्छ नि? सेन्मोन गएको चाहिँ मैले अहिले बिजनेस पढिरहेको छु। कोकुसाई बिजनेस पढिरहेको छु। सेन्मोन गएको चाहिँ तपाईँले चाहिँ आफ्नै पहिलेकै नेपालबाट आउँदाखेरि तपाईँ जहाँ बस्नु भएको थियो त्यतै नजिक भेट्नुभयो कि अलिकति बाहिर टाढा नै खोज्नु पऱ्यो तपाईँले? पहिला चाहिँ जुन ठाउँमा निहोङ्गो गएको पढिरहेको थिएँ त्यही ठाउँमै सेन्मोन गएको भएको कारणले त्यही ठाउँमै म चाहिँ पढ्न सफल भएकोमा मलाई एकदम खुसी पनि लाग्छ होइन। किनकि अब यहाँ आइसकेपछि निहोङ्गोको एउटा ठाउँ हुन्छ, सेन्मोन गएको अर्को ठाउँ हुन्छ, रुम चेन्ज गर्नुपर्छ, हरेक कुराहरू गाह्रो हुन्छ होइन। सो चाहिँ त्यो कुरामा चाहिँ मैले जहाँ निहोङ्गो गएको छ त्यही नै सेन्मोन गएको पाएकोमा मलाई एकदम लाग्छ कि जो राम्रै भइरहेको जस्तो महसुस भइरहेको छ। भनेपछि तपाईँले चाहिँ जे होस् सेन्मोन गएको चाहिँ खोज्नलाई चाहिँ धेरै दुःख पनि गर्नु परेन है? एकदम दुःख नै भएन। तपाईँलाई चाहिँ नेपालबाट जापानमा आउँदाखेरि नेपालमै देखेको जापान र तपाईँले सोच्नुभएको जापान, अनि त्यसपछि यहाँ आइसकेपछि तपाईँले भोग्नु परेको कुराहरू, पीडाहरू, दुःखहरू छन् होला कतिपय, के कस्तो भयो जापान र नेपालको बिचमा चाहिँ हाम्रो सोचाइ के छ? तपाईँको नेपालमा हुँदाखेरि जब कन्सल्टेन्सीबाट सुन्दाखेरि है, त्यसो हरेक यताउताबाट कुरा बुझ्दाखेरि अब जापानमा गइयो भने पैसा टन्नै हुन्छ है, जो हुन्छ नि। अब सबै कुराहरू जति पैसा कमायो आफ्नै हुन्छ है। अब पैसा हुन्छ नि एउटा कुरो जो मनमा लागेको कुराहरू त्यो चाहिँ टोटल्ली जापान आइसकेपछि फरक देखिन्छ है। किन भनेपछि यहाँ अब हरेक कुराहरू निहोङ्गो गएको पढ्दाखेरि अब पैसा गएकोलाई दिनु पऱ्यो, आफू खानु पऱ्यो, काम पनि पाउन थोरै होइन गाह्रो। भाषा चाहिँ सबैभन्दा पहिला के लाग्छ भने भाषा एकदम इम्पोर्टेन्ट हुन्छ जस्तो लाग्छ। जब नेपालमा पढ्दाखेरि कन्सल्टेन्सीमा एकदम राम्रोसँग पढेको मान्छे चाहिँ जापान आयो भने केही कुराहरू सहज हुन्छ जस्तो होइन महसुस भइरहेको छ। जे जस्तो भयो भने जापान चाहिँ है फ्युचरको लागि राम्रै छ जस्तो लाग्छ मलाई।
चाहिँ तपाईँलाई चाहिँ नेपालबाट जापानमा आउँदाखेरि कामको कतिको समस्या भयो? तपाईँले सजिलै काम पाउनुभयो कि केही समय वेट गर्नुभयो? कतिको सजिलो छ अहिले जापानमा चाहिँ स्टुडेन्टहरूको लागि चाहिँ काम पाउनलाई? म चाहिँ सुरुमा आउँदाखेरि 14 दिनमा काम पाएको थिएँ, किनकि हामीसँग हाम्रो होस्टेलमा बस्ने सेन्पाईहरू 6-7 महिना अगाडि आएको सेन्पाईहरू भएको कारणले थोरै सहज भएको महसुस भइरहेको थियो। सो जापानमा काम चाहिँ छ है, काम चाहिँ जति पनि छ, तर काम पाउनलाई भाषा हुनुपर्छ। भाषा भएन भने कामको चाहिँ कुनै पनि कुराहरू थाहा हुन्न जस्तो लाग्छ मलाई। जापानमा चाहिँ नेपालबाट आउँदाखेरि चाहिँ एक खालको स्टुडेन्टले चाहिँ सोच्ने भनेको चाहिँ जापानमा आएर पैसा कमाउने अनि पढ्ने भन्ने सोच नै सबैको हुन्छ। अनि अहिले चाहिँ जापानमा चाहिँ स्टुडेन्टहरूको चाहिँ जीवनशैली भनौँ अनि पढाइ र कमाइ सँगसँगै गर्दाखेरि अनि पढ्नलाई कतिको सजिलो छ? तपाईँले पढ्नको लागि चाहिँ निहुङ्गाको पढ्दाखेरि चाहिँ तपाईँले पैसा चाहिँ गाको फी हाल्नुपर्छ होइन। त्यो गाको फी हाल्दाखेरि तपाईँको एउटै काम तपाईँले गर्नुहुन्छ भने पुग्छ होइन। त्यो कामले तपाईँहरूलाई आफू खान बस्नदेखि लिएर गाको फी पुग्छ। र त्यो कामले गरेको पैसा चाहिँ घरमा पठाउँ भन्दाखेरि अलिक गाह्रो महसुस हुन्छ जस्तो लाग्छ मलाई होइन। एउटै काम गर्नुहुन्छ भने त्यो पैसाले चाहिँ तपाईँको स्कुल फीदेखि लिएर खाना खर्चलाई एकदम पुग्छ जस्तो लाग्छ मलाई। अनि त्यसपछि अहिलेको समयमा चाहिँ एकदमै स्टुडेन्टहरू चाहिँ समस्यामा पर्ने अनि त्यसपछि सजिलै कामहरू नपाउने अनि स्कुल फी हाल्नलाई पनि गाह्रो हुने अवस्था छ। बाहिरी कुराहरू सुन्दाखेरि हामी बुझ्दाखेरि अनि दिनदिनै प्रायः जसो जापानमा मात्र होइन इन्टरनेसनल रूपमा चाहिँ अहिले चाहिँ स्टुडेन्टहरू एउटा किसिमको फ्रस्ट्रेसनमा छ अनि दिनदिनै सुसाइड गर्यो भन्ने खबरहरू हामी सुनिरहेका हुन्छौँ। र जापानमै यहीँको कुरा गर्ने भने पनि तपाईँको चाहिँ दिनदिनै महिनै पछि चाहिँ एउटा न एउटा मान्छे स्टुडेन्टहरू चाहिँ सुसाइड गरेको खबर हामीले प्राप्त गर्छौँ। हामी एकदमै त्यो कुरामा चाहिँ दुःखी छौँ होइन। तपाईँलाई चाहिँ के लाग्छ यो कुरामा चाहिँ स्टुडेन्टहरूलाई चाहिँ यो सुसाइड गर्ने पर्ने कारण के हुनसक्छ? मलाई जहाँसम्म लागेअनुसार तपाईँ जतिखेर जापान आउनुभन्दा अगाडि नेपालमा हुँदाखेरि तपाईँले एउटा सोच्नुभएको एउटा महसुस हुन्छ नि, जापान गएपछि यस्तो गर्छु है उस्तो गर्छु भन्ने महसुस, त्यो चाहिँ यहाँ आएपछि टोटल्ली चाहिँ चेन्ज भएको जस्तो देखिन्छ है खासै। त्यसैले गर्दा चाहिँ यहाँ आएपछि काम भेटिँदैन सुरुमा, किनकि त्यसपछि अब भाषा नजानेपछि काम भेटिँदैन। भाषा जानेन भने कम्पनीले काम लगाइदिन्न है। सबै कुराहरू थाहा पनि हुँदैन, हरेक कुराहरू नयाँ हुन्छ। सो त्यही भएर माइन्ड मेकअप चाहिँ नेपालमा हुँदाखेरि नै एउटा माइन्ड मेकअप के गरेर आउनुपर्छ भनेपछि जस्तो सुकै दुःख होस् म सहन सक्छु भन्ने तरिकाले जापान आउनुपर्छ। र त्यो किन भएको सुसाइडको कुरामा के भएको भनेपछि तपाईँको नेपालमा सोचेको माइन्ड र जापानमा सोचेको माइन्ड एकदम डिफ्रेन्ट देखेको कारणले सुसाइड जाने सम्भावना, सुसाइड लिने कुराहरू, सुसाइड भएको कुराहरू धेरै देखिएको छ जस्तो लाग्छ मलाई। अनि यसको लागि चाहिँ के गर्यो भने चाहिँ स्टुडेन्टहरू चाहिँ कम सुसाइड गर्ने हुन्छ नि समस्याको हल चाहिँ के हुनसक्छ? के गर्यो भने चाहिँ स्टुडेन्टहरू चाहिँ यो समस्याबाट मुक्त हुन सक्छन् होला? हजुरलाई के लाग्छ? के गर्यो भने चाहिँ यो कुरामा चाहिँ न्यूनीकरण हुनसक्छ यो कुरा? मलाई यो कुरामा के लाग्छ भने जब तपाईँ नेपालमै पढ्दाखेरि तपाईँको कन्सल्टेन्सीले चाहिँ जापानमा भएको वास्तविक कुराहरू भन्नुपर्छ जस्तो लाग्छ होइन। जापानमा यस्तो छ उस्तो छ, त्यसपछि तपाईँको भाषा चाहिँ एकदम राम्रो बनाउनुपर्छ। र त्यहाँ नेपालमा हुँदाखेरि चाहिँ जापानमा यस्तो गर्छु उस्तो गर्छु पैसाको धेरै ठुलो सपना देख्ने भन्ने कुरो त्यो चाहिँ नसोच्दा हुन्छ जस्तो लाग्छ, किनकि टोटली नै चेन्ज छ जापान आइसकेपछि होइन। सो त्यही भएर जापान आउनुभन्दा अगाडि चाहिँ एउटा माइन्ड मेकअप चाहिँ दुःख छ, दुःख गर्छु, जस्तो सुकै दुःख भए पनि म सहन सक्छु भन्ने तरिकाले आयो भने चाहिँ त्यो कुरा चाहिँ जहाँसम्म लाग्छ मलाई एकदम न्यूनीकरण हुन्छ जस्तो लाग्छ मलाई। अब चाहिँ एउटा कुरा सोधेँ हजुरलाई, नेपालबाट जापानमा आउने स्टुडेन्टहरूलाई चाहिँ अब आउने स्टुडेन्टहरू जति पनि नयाँ भाइ बहिनीहरू हुनुहुन्छ होइन, यो भिडियोहरू हेरेर चाहिँ पक्कै पनि केही न केही कुराहरू सिक्छन् होला। र आउँदै गरेको चाहिँ अब आउने स्टुडेन्टहरूले चाहिँ के भन्न चाहनुहुन्छ? के माइन्डमा चाहिँ के कुरा चाहिँ मेकअप गरेर आउँदाखेरि चाहिँ हजुरलाई चाहिँ यहाँको जीवनशैली अनि यहाँको दुःख सुख अनि कामको बारेमा अनि
नेक्स्ट स्टेप भनौँ अनि कसरी जाँदाखेरि बेटर होला? मलाई लाग्छ कि तपाईँ नेपालबाट आउँदाखेरि तपाईँको एउटा सबैभन्दा पहिला होइन कन्सल्टेन्सीमा तपाईँले एकदम मिहिनेत गरेर भाषा नै बनाउनुपर्छ। चाहे तपाईँ जापान आउनुहुन्छ भने तपाईँको फ्युचर नै जापान हो, किनभने तपाईँ 6-7 महिना तपाईँले एकदम मिहिनेत गरेर तपाईँको फ्युचर राम्रो हुन्छ भने तपाईँ नेपालमा पढ्दाखेरि नै एकदम मिहिनेत गरेर भाषा बनाएर N3सम्म गरेर आउनुहोस् भन्न सक्छु म। र त्यसपछि तपाईँहरू जतिजना नेपालमा अब आउने प्लानिङ गर्दै हुनुहुन्छ नि, तपाईँहरूलाई के भन्छु भने तपाईँहरू भर्खर अहिले चाहिँ +2 दिँदा बित्तिकै जापान जाने एकदम कन्टेन्ट चलिरहेको छ होइन। सो त्यही भएर तपाईँहरूको एउटा उमेर सानै हुन्छ जस्तो महसुस हुन्छ मलाई, किनकि जापान नेपालमा मजाले अब घुमिरहेको अवस्थामा एकैछिन जापान आउँदाखेरि दिनको 8 घन्टा प्लस 3 घन्टा गएको जानु पऱ्यो भने डिप्रेसनको होइन शिकार पनि हुन सक्नुहुन्छ। सो त्यही भएर तपाईँ नेपालमा हुँदाखेरि नै एउटा माइन्ड मेकअप के गर्नु, म चाहिँ 24 घन्टा चाहिँ ड्युटी गर्न सक्छु है, जस्तो सुकै कठिन भए पनि म बुझाउन सक्छु भनेपछि मात्र तपाईँ जापान आउनुहोस्। यदि तपाईँलाई त्यस्तो लाग्दैन, जापान रमाइलो छ, मोज मस्ती गर्नलाई आउनुहुन्छ भने तपाईँ चाहिँ मेरो विचारमा तपाईँले डिसिजन चाहिँ जापानको डिसिजन नलिँदै राम्रो हुन्छ। जतिसुकै दुःख होस् 2-4 वर्ष गर्छु र जापानमै के गर्छु भन्ने तरिकाले आउनुभयो भने तपाईँको फ्युचर भनेको एकदम बवाल छ। अनि स्टुडेन्टहरूले चाहिँ यहाँ पढेर अनि आफ्नो नेपालबाट अब सबै मान्छेहरू चाहिँ लोन निकालेरै आउँछन् प्रायः जसो होइन। अनि यहाँ आइसकेपछि आफ्नो पढाइ खर्च अनि लोनहरू चाहिँ तिर्न चाहिँ एउटै कामले सम्भव छ या भनौँ पढ्दै गर्दा अनि त्यसपछि कति वर्षपछि कति टाइम लाग्ला नेपालको चाहिँ हामीले पारिवारिक रूपमा जो लोनहरू निकालेको हुन्छ त्यो तिर्नलाई चाहिँ कति समय लाग्छ होला? सबैभन्दा पहिला चाहिँ म यो भन्छु कि तपाईँ चाहिँ वास्तवमा जापान आउने भनेको 2-4 वर्ष भनेको तपाईँ पढ्न आउने हो है, मलाई जहाँसम्म लाग्छ। तपाईँले चाहिँ त्यो यो 28 घन्टाको काममा तपाईँले खाना बस्न पुग्छ होइन, मजाले तपाईँ मजाले रमाउन सक्नुहुन्छ। तपाईँ चाहिँ घर पठाउने कुरामा चाहिँ तपाईँले घर फ्यामिलीलाई नि पहिले तपाईँले यो सुझाव दिनुपर्छ कि म चाहिँ 2-4 वर्ष होइन सके म पठाउँछु, सकेन भने अब मलाई टर्चर दिने काम नगर्नु, हुन्छ नि शान्त तरिकाले बस्ने एउटा वातावरण मिलाइदिनु होला होइन। सकेसम्म अब राम्रो हुन्छ नि फ्युचरको लागि राम्रो सोच्ने हो। सो त्यही भएर 2-4 वर्ष जे भयो भने होइन आफ्नो फ्यामिलीलाई मजाले चाहिँ एउटा राम्रो ट्रिट दिएर आउनुपर्छ, किनकि 2-4 वर्ष पैसा धेरै पठाउन सकिँदैन एउटा कुरो र आफूलाई पनि थोरै गाह्रोको महसुस हुन्छ होइन। त्यही भएर चाहिँ फ्यामिलीलाई चाहिँ एकदम कुरा चाहिँ ल 2-4 वर्ष चाहिँ हल्का गाह्रै हुन्छ, भयो पैसा पठाउने नपठाउने होइन 2-4 वर्ष गाह्रो हुन्छ। सो त्यही भएर चाहिँ होइन पैसा हाल यस्तो गर लोन होइन त्यसको कुरामा चाहिँ टेन्सन नहोस् भन्ने तरिकाले घरमा चाहिँ कुरा गरेर चाहिँ जापान आउँदा एकदम बेस्ट जस्तो लाग्छ मलाई। नेपालबाट आउने नयाँ भाइ बहिनीहरू जति पनि हुनुहुन्छ आउने सोच राख्नुभएको छ उहाँहरूको लागि, अनि यहाँ भर्खरै जो अहिले चाहिँ अप्रिल इन्टेकमा आउनु भएको भाइ बहिनीहरू हुनुहुन्छ उहाँहरूले पनि यो भिडियोहरू पक्कै पनि हेर्नुहुन्छ होला। अनि यिनीहरूको लागि चाहिँ एउटा सन्देश तपाईँको तर्फबाट के जान्छ होला? मेरो तर्फबाट अहिले जतिजना आइरहनु भएको छ र नेपालदेखि जतिजना आउने प्लानिङमा हुनुहुन्छ आइरहेकोलाई चाहिँ म के भन्छु भने अब अवस्था यस्तै थियो गाह्रो होइन, भाषा कति कुन तरिकाले पढेर आउनुभयो, कति के गर्नुभयो, अब सबै कुराहरू अब गाह्रै छ होइन, किनकि यताउता मान्छे चिन्नु पऱ्यो हरेक कुराहरू। सो त्यही भएर आइरहेकोलाई चाहिँ खासै सुझाव दिन चाहिँ मैले मानेन, किनकि सबै कुराहरू अब बुझ्दै जान्छ। र आउनेहरूलाई चाहिँ म के भन्छु भने भाषा चाहिँ एकदम राम्रो बनाएर आउनु होला, N4 N3 एकदम राम्रो पढेर, किनकि तपाईँ यहाँ आउनुभयो भने हरेक कुराहरू सजिलो हुन्छ। तपाईँले कम्पनीमा जाँदाखेरि कामको बारेमा खोज्नुहुन्छ, तपाईँको के छ भाषा भन्छ, तपाईँको भाषा तपाईँले बोल्न सक्नुभयो, एकदम तपाईँले इन्टरभ्यू लिने मान्छेसँग एकदम राम्रो तरिकाले कम्युनिकेसन गर्नुभयो भने तपाईँले एकदम सहज हुन्छ। तपाईँको भाषा नै भएन भने तपाईँ हरेक कुरामा पछि पर्नुहुन्छ जस्तो लाग्छ। सो त्यही भएर आउनुभन्दा पहिला भाषा चाहिँ एकदम राम्रो गरेर आउनु भन्न चाहन्छु। खास महत्त्वपूर्ण समयको लागि यहाँलाई धेरै धेरै धन्यवाद छ, हामी फेरि भेट्नेछौँ। धन्यवाद। हजुर तपाईँलाई पनि समय दिएर जस मलाई चाहिँ तपाईँको सामु होइन जो सबैलाई बोल्ने कुरा होइन आफूले भएको कुराहरू सिकाउने अवसर दिनुभएकोमा पनि म एकदम आभार व्यक्त गर्दछु। यति भन्दै थ्याङ्क यू। धन्यवाद।